हामी के बस्नु पर्यो अब चेक गर्नु हामीले हातमा लाग्छ त यसलाई भयो यसलाई चाहिँ 1 सेकेन्डदेखि 3 सेकेन्डदेखि माथि यसलाई हाम्रो बित्तिकै ग्यास बित्तिकै हाम्रो के हुन्छ त मोटामोटी आगो बन्द हुन्छ है फेरि घरमा गएर फेरि यस्तै नगर्नु होला फेरि हातहरुमा माइक कन्ट्रोल चाहिन्छ है ल हाम्रो घरमा पाउने यस्तो पार्टी सबैकोमा हुन्छ हो अब यसलाई कसरी मार्ने भन्नु है Left-hand shift open up in है कोठामा यो सामानहरु नभए यस्तो मल्टीहरु हाम्रो कमलहरु पनि तपाईको कोठाहरुमा हुन्छ हो हस्ले पनि युज गरेर चाहिँ आगो निभाउन सकिन्छ है बाइचान्स हाम्रो चाहिँ अब यो ग्यास रेगुलेटरहरु पट्टिदा ओर्दा सामान आग आइहाल्छ भने अब त्यसलाई के गर्छ होला पहिला त्यो मोटी आफू तपाईँ यसरी के गर्नुपर्छ चेक गर्नुपर्छ हो अब पहिला यसो गरेर भयो त यो गरेर भने आग आफूमा आउँछ हो त्यसको छ भने पहिला के गर्नुपर्छ मोटी जे छ तलसँग जे छ त्यो भिजाएर पानीमा भिजाएर गर्नुपर्छ है अहिले छोड्दिनु अहिले पानीमा भिजाएको छैन अहिले म गरिदिनु है ल त्यस्तो अवस्था आयो भने तपाईले के गर्नु सक्छ अब यो तरिकाले अब तपाईहरु चाहिँ के गर्नु पर्यो त सेप बनाएर एकैचोटी च्यापमा के गर्नु पर्यो त यसलाई यो तरिकाले पुरै हात नजाने तरिकाले के गर्नु पर्यो त गर्नु पर्यो है त्यसलाई यो पानीमा भिजेको हुनुपर्छ है त्यसरी गर्न सकिन्छ है